पहिला न अब्दी आउँदा यहाँ माथिबाट आएको, यहाँबाट यसो आएर अरू त्यो पर गोल गोल देख्दै गरेको शङ्कराचार्यले तपस्या गरेको हो। हेर्नुहोस् त्यहाँबाट यहाँनिर छ मन्दिर है। त्यो अगाडि ठुलो भीमशिला आएर खडा भएको छ अचम्मै है। केदारनाथ मन्दिर र यहाँ माथि भैरव बाबाको मन्दिर छ है। केदारनाथ बाबाको दर्शन गरिसक्यो, भैरव बाबाको पनि दर्शन गर्नुपर्छ भन्छ है। ओम नमः शिवाय, ओम नमः शिवाय।